रेडी लौ है साथीहरू भूत छैन भनेर भन्छन् कतिजनाले। भूत चाहिँ किन हुन्न, हुन्छ म भूतसँग सुतेर आएको। आजभन्दा म 8 वर्षको हुने बेलामा गोठालो गएको, अनि गोठालो गइसकेपछि गाईले चाहिँ अर्काको मकै खाइदिएको। त्यसपछि बाउले कहाँ गएथिस् त भने यस्तरी मार्यो, खाना खानु नि दिएन, ढोकाबाट बाहिर फालिदियो। अनि ढोका थुनेर उनीहरू सुत्यो। हामी 5 भाइ बहिनी। अनि म कहाँ जाउँ अनि हामीले छोडेर आएको के अरे गाईको गोठमा गएर सुते तल, लगभग हाम्रोबाट आधी घन्टाको बाटोमा। अनि गएर यस्तो गरेर ढोकाबाट हेरेको, त्यो ताकलाबाट हेरेको। अनि भित्र त कस्ता राम्रा मैले चिन्दै नचिनेको सेता लुगा लगाएको बुढाबुढी बसेको थिएँ। अनि आइज नानी तँ आइस, तँलाई त तेरो बाबाले धेरै कुट्छ नि भन्दै भन्यो। त्यहाँ त मलाई त बाबाले कुटेर डर लाग्यो, कतिखेर आइकन मार्ला भनिकन। अनि गइकन त्यहाँ गएर मजाले आगो फुकेका सेता कपडा लागेका सेता सिरकमा मजाले खिर पकाइरहेको छु, आइज बस भन्दै भन्यो। त्यहाँ त खिर बनाइकन खानु दियो। यस्तो गरी थापे, थालै थिएन, यस्तो गरी थापेको खिर, त्यस्तो गरी नथाप, यस्तो गरी थाप भन्यो। यस्तो गरी थापेपछि यति मिठोसँग खाएँ, यति मिठोसँग थपी खाएँ। घर दिनभरिको गाई चराएको भोक। अनि त्यो बाजे बजीसँग खाएँ। त्यो बाजे बजेको सुरमा बिचमा सुत, डराउँछस् भन्यो। अन्तरमा सुते, यति मिठो निदाए। त्यहाँ त त्यो बाजे बजेले के भन्थ्यो, यो खिर चाहिँ तैँले भोलि बिहान नै खानुपर्छ है भन्थ्यो। हुन्छ भनिकन बिचमा सुतेको, यति आनन्दसँग सुते। भोलि बिहान 9 बजेसम्म सुतेछु। त्यहाँ त माथिबाट आमाले नानी भन्दै करायो। अनि कता मेरो कानमा आवाज आयो। त्यहाँ त बिउजिँदा त के को बाजे बजेको बिचमा राम्रो सिरकहरू सुत्ने हो। पुरै त्यो बाछी उन्यु ओरेर सुते रहेछु भोलि बिहान। अनि आमाले माथिबाट बोलायो। अनि घर गएको त 3-4 जना सबै हिजोआज नानी हराएको थिए। बाघले खायो कि केले खायो वनमा भन्ने कतिजना खोज्नलाई बसिराखेको थिएँ। म जाँदा बित्तिकै सबैजना डरायो। किन डरायो भनेको त मेरो आँखा त पुरै त्यो आगोको कोइला जस्तै भयो रहेछ। अनि सबै डरायो। त्यहाँ त ढोकाबाट भित्र पस्न लाग्यो। म त्यही बिहोस भएर ढलेछु। त्यहाँ त 3-4 दिनसम्म बिउजेन, कति दिनसम्म 2-3 दिनसम्म झाँक्री राखेँ। त्यसपछि म बिउजेपछि त्यो झाँक्री बाजेले के भन्छ, धन्दै तेरो गर दशा बलियो रहेछ नानी, धन्दै तँलाई भूतले खाएको नि भन्थ्यो। मलाई चाहिँ यति दुःख दिन्थ्यो नि बाबाले कुटी। त्यसरी म भूतसँग एक रात सुतेर यस्तो मुख थापेर खिर खाइरहेको साथी हो।